ओ तातो हेर बुढी कस्तो ज्यावा लाग्यो बुढी तिम्रो नाम लिने बित्तिकै चम्चा घुमेर झोलमै डुब्यो त के हो सो हेलो एन्ड नमस्ते स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानल फुड एन्ड फन नेपालमा सो आज पनि म अर्को नयाँ भिडियो लिएर आइसकेको छु आज रहेको छ मसँग कुकर मोमो है यो चाहिँ म आफैले बनाएको कुकर मोमो हो साथीहरु र टक्क यो खसीको नल्लीमा अनि त्यसपछि मोमो एड गरेर युट्युबबाट हेरेर मैले चाहिँ यसको रेसिपी हेरेर बनाएको छु सो गाइज कस्तो हुन्छ अब थाहा छैन है फर्स्ट टाइम बनाउँदै छु र यति बेला चाहिँ मैले मिस गरिरहेको छु मेरो श्रीमतीलाई उसलाई पनि अब यो युट्युब के भन्छ मोमो चाहिँ सारै मन पर्थ्यो सो तिमी पनि मेरो भिडियो हेरिरहेछौ भने चाहिँ अब अर्कोचोटी आउँदाखेरि म मेरै हातले चाहिँ बनाएर तिमीलाई खुवाउने छु अब आज चाहिँ बस हेरेर मात्रै बस्छ हैन अर्को दिन चाहिँ अर्को समय चाहिँ अब तिमी यहाँ काठमाडौँ आयो भने चाहिँ तिमीलाई पनि म बनाएर टक्क यसरी नै खुवाउने छु सो गाइज मेरो भिडियो तपाईहरुलाई कस्तो लाग्छ भिडियो मन पर्छ भने लाइक गर्नुस् कमेन्ट गर्नुस् र च्यानल मन पर्छ भने सब्स्क्राइब गर्नु होला मेरो मुख रसाइसकेको छ साथीहरु आजको मौसम पनि त्यस्तै छ नि त हैन मौसम पनि त्यस्तै छ त्यसले गर्दाखेरि आज आफैले बनाएको कुकर मोमो कस्तो हुँदैछ भनेर टेस्ट गर्न जाँदै छु साथीहरु ल सुरु चाहिँ मोमोबाट ट्राई गरौँ है त खतरा बन्द रहेछ यार ल दामी भएछ दामी पो हुँदो रहेछ हौ तपाईहरु पनि साथीहरु मोमो ल्याएर यसरी बनाउन सक्नुहुन्छ इजी छ रेसिपी त्यस्तो गाह्रो छैन के ओ तातो सही भएछ के यो त खसीको नल्ली हो के बोकाएको खसीको अब के को खसी र बोका चाहिँ एउटै हो फेरि चाहिँ मजाले पाकेछ ओहो तर बबालै बनेछ यार यस्तो बन्छ भने मैले त्यसको बाजी कति तातो एक नम्बर बनेछ क्या दामी दामी छ यार कुनै कुनै मोमो चाहिँ फुटेछ क्या तर यति मिठो बन्छ भनेर त मैले सोचेको थिइनँ कसम यार मैले सोचेको भन्दा मिठो भनेर सोचेको भन्दा बवाल तर यो मासीवाला चाहिँ ग्लास दुध पक्लेछ क्या बबाल दामी किन अहिले मौसम पनि त्यस्तै छ नि त हैन आज त मौसम पनि हिजोदेखि पानी परिरहेछ काठमाडौँमा हल्का फुल्का अझ मैले यसमा मिस गरेको अगबारे चाहिँ एकदम मिस गरिरहेको छु
अकबरी र टिमुर भएको भए चाहिँ बबालै हुने रहेछ। यस्तो दामी हुन्थ्यो अकबर र टिमुर भएको भए चाहिँ घरमा। खासै के राम्रो बन्ला र भन्ने सोचेको थिएँ क्या। अनि युट्युबमा हेरेर रेसिपी हेरेर बनाएको नि त मैले, के राम्रो बन्ला होला भन्ने सोचेको थिएँ। तर मैले सोचेको भन्दा पनि बबाल। यो खसीको नली पनि यस्तो खतरा भएछ। अब हेर बुढी, कस्तो ज्याउ लाग्यो। बुढी तिम्रो नाम लिने बित्तिकै चम्चा घुमेर झोलमै डुब्यो त के हो। अर्कोचोटि आउँदाखेरि पक्कै पनि तिमीलाई पनि म यो मोमो चखाउँछु है। जो साथीहरू जसले पनि मेरो भिडियो हेरिरहनु भएको छ, प्लिज घरमा बनाएर खानु होइन, यस्तै खतरा हुने रहेछ क्या। अब मैले खासै नजानेको मान्छेले यति मिठो बनायो भने तपाईँहरू त अझै जान्नुहुन्छ। मुला साग सबै त्यो फ्ल्याटबुट यो बोनमेरो सबै आएछ क्या उसमा, के अरे झरेछ। एनिवे केही छैन। बबालै भएछ क्या। बजारतिर पनि पाइन्छ नि त त्यो कुकरमा भनेर। अब कुकरमा बजारतिर पनि यस्तो गएर टेस्ट गर्छु म। घर बनाएको मिठो हुन्छ कि बजारमा। खतरा खतरा। मैले सोचेको भन्दा बवाल बनेछ यार। तर अलिकति धनियाँ हालौँ न। यो के अरे मटन चाहिँ अलिक बढी पाकेछ क्या। कुनै शब्दै छैन यार। तपाईँहरू पनि बनाएर खानुहोस् साथीहरू, खत्रै हुन्छ खत्रै। ल दामी नै हुँदो रहेछ। खतरा, सोचेको भन्दा मिठो। तर यो मौसममा अझै चाहिँ खतरा हुन्छ।
तर त्यो बोन मेरो त सबै कता कता गएछ यार। बोन मेरो चाहिँ सबै बाहिर गएछ क्या। हामी त पहिला मोमो घरमै बनाएर खानु लाग्दाखेरि पनि त्यो मोमो बनाउने भाँडा छैन, के गरेर खाने, खान त मन लाग्यो भनेर बाध्यता भएर जान्थ्यौँ नि त मोमो खानलाई। होइन रहेछ, हामी पछाडि रहेछौँ। यदि मोमो खानु मन लाग्यो सायद चाहिँ फ्यामिलीसँग बसेर इन्जोय गर्न मन लाग्यो भने भयभरको बटुलेर मोमो पसल जानै पर्दैन, मोमोको रेस्टुरेन्ट जानै पर्दैन है। घरमा बनाउने यसरी खाने। तर मलाई यो हड्डीको चाहिँ भित्रको मासु चुस्नु भनेको सबै झऱ्यो होला कि। एउटा पनि चुस्नु पाएन। सोचेको भन्दा राम्रो हुन्छ रहेछ यार। सोचेको भन्दा राम्रो, सोचेको भन्दा मिठो, त्यो भन्दा अरू के चाहियो। हाम्रो नेपालमा पनि छ नि यति धेरै धेरै मुकबाङ गर्ने साथीहरू। ओहो म त सक्दिनँ होला त्यसरी खान, डर लाग्ने। मासु पनि यस्तो मजाले पाकेछ, सिटी धेरै भयो क्या, त्यही भएर